हेलो जय मसी मिलन सर तपाईँको लागि चाहिँ युएस पठाउन लागेको यो मिडियम सेट बाँसुरी म आज सबै बाँसुरी चाहिँ चेक गर्दैछु। यसमा चाहिँ 17वटा बाँसुरी छ अनि 17वटा बाँसुरी छ ई बेसदेखि जी साब स्मलसम्म। ई बेस ई स्केलको एफ स्केलको एफ साब अनि जी साबको चाहिँ दुईवटा बाँसुरी आउँछ मिडियम सेटमा। अनि यसलाई चाहिँ म गिटारको कर्डसँग पनि सुर चेक गरेर आज चाहिँ कम्प्लिट भिडियो बनाउँदैछु मिडियम सेट बाँसुरीको लागि। सुरुमा चाहिँ ईबाट यो सुर पेटिका पनि ई, यहाँ पनि अनि यो चाहिँ ई बेस हो, तपाईँलाई पठाउन लागेको ई बेसको बाँसुरी। अनि यो ई बेस र ई स्मल बेस ट्रेबल गरिकन सुरुमा चाहिँ म यो ई बेस यसको पनि सुर चेक गरेको। अनि यो चाहिँ ई बेस, अर्को ई स्मल, यो चाहिँ ई को सानो बाँसुरी ट्रेबल बाँसुरी। परमेश्वरको चोखो बेदीमा बजाएर यो सुर चेक गरिरहेको छु गिटारमा। अनि ई को चाहिँ दुईवटा बेस ट्रेबल चेक गरेँ। अब चाहिँ ई पछि चाहिँ आउँछ एफ स्केलको यो एफ बेस। यो पाँचवटा चाहिँ 5 स्केलको चाहिँ बाँसुरी यो मिडियम सेटमा दुईवटा आउँछ। यो दुईवटा बाँसुरी चाहिँ यो एफ बेस हो। सुर चाहिँ यो अब सुर चाहिँ गर्दा अब यसको 3टा पाल छ भने अनि यसलाई सा। एफ को बेस। अब यसलाई नै यसको यो ट्रेबलमा बजाउँदाखेरि चाहिँ यो चाहिँ ट्रेबल हो। चारवटा मैले चेक गरिसकेको छु। अनि एफ पछि चाहिँ एफ साबको पनि दुईवटै आउँछ बाँसुरी। एउटा बेस यो ट्रेबल, एउटा एकदम मोटो आवाजमा, एउटा यो अनि ऊ आवाजमा। अब एफ साब बेसको टोन चाहिँ एफ साबको चाहिँ यो यसको एफ साब, यो एफ साब लेखेको छ यहाँ, यो चाहिँ शार्प चिन्ह।
यसलाई नै बजाउँदा एफ सापको यो सानो बजाउँदा प्रभु येशू ख्रीष्टको शीतल रगत यो एफ सापको सानो बाँसुरी अनि एफ साप पछि चाहिँ जी स्केलको बाँसुरी जी स्केलको पनि दुईवटा आउँछ यो जी बेसको जी को ठुलो यो जी को सानो बेस ट्रेबल अब जी बजाउँदा होसन्ना अब सानोमा अब यसलाई तपाईले अब जीलाई चाहिँ अब पलाई सामानेर हैन तपाईले चाहिँ सी बाट पनि बजाउन सक्नुहुन्छ यो चाहिँ सी स्केलको बाँसुरी प बाट पनि बजाउन सक्यो अनि यसको सा मानेर बेस ट्रेबल जुनमा बजाउन मन लाग्छ हो अनि यो चाहिँ मैले चेक गरेको छु जी स्केलको बेस ट्रेबल अनि दुईवटा आउनेमा यो चाहिँ अब जी सापको चाहिँ अन्तिम बाँसुरी हो जी सापको सानो र ठुलो आउँछ जी साप यसको पनि बेस ट्रेबल तिखो आवाज आउने र मोटो आवाज आउने जी जी प्रत्येक बाँसुरी चाहिँ यसको ट्युनिङ नोट ठिक छ कि छैन भनेर मैले बजाएर चेक गरिरहेको छु ल अब यसलाई सानो बजाउँदा टिक्को आवाज आउँछ अब जी साप र यो जी ठुलो र बेस मैले बाँसुरी बजाएको अब तपाईले यसलाई सी सापको बाँसुरीमा पलाई सामानेर पनि बजाउन सक्नुहुन्छ जी साप चाहिँ यहाँबाट नि बजाउन सकिन्छ सी सापबाट नि जी साप प्रत्येक बाँसुरी चाहिँ मैले चेक गरिरहेको छु ल जी साप पछि आउँछ ए बेसको बाँसुरी अब
सम्पूर्ण जीवन बजाउँदाखेरि एमा जस्तै अब मैले सबै अब यो अर्कै स्केलमा होला तर मैले चाहिँ यो बाँसुरीको टोन मात्र चेक गरिरहेको छु। ए बेसको पनि मैले बजाएर सुर चाहिँ प्रत्येकको नोट मैले चाहिँ गरिरहेको छु ल। ए बेस पछि ए शार्प बी फ्ल्याट अथवा ए शार्प बाँसुरी, यो चाहिँ ए शार्प अब गिटारमा पनि सेम हो नि खासमा। मैले यो ए सापको पनि मैले चेक गरेको छु है। ए साप पछि आउँछ बी स्केलको बाँसुरी, बी, यो बी स्केल। मैले तपाईले पठाउने प्रत्येक बाँसुरी चाहिँ चेक गरिरहेको छु है। सुरमा बी पछि आउँछ सी स्केल हो। अब यो सुर पेटिकामा त्यही अब यसमा पनि अघि पनि मैले सी को बजाइ थिएँ, जी को पलाई सामानेर बजाउनु भनेर। यो चाहिँ तपाईले पठाउने सी स्केलको बाँसुरी। यसको सुर नोट यो हो नि त, यो हो। अब सुर पेटिङमा पनि सेम हो, संसारभरि सी त यही साइज यही हो सुर यसको त। मैले चाहिँ सुरुमा सिक्दाखेरि यही सी स्केलबाट सुरु गरेको, सी मिडियम हो यो। सा रे ग म प ध नि सा। आजको दिन बजाउँ ल।
स्केल पनि भयो। सी स्केल पछि आउँछ सी सार्प। अघि पनि मैले सी सार्प जी सार्प बजाउनु पर्यो भने सी सार्पको पबाट बजाउने भनेर पनि मैले भनेको थिएँ। सी सार्प पछि आउँछ डी। डी स्केलको चाहिँ अब सबैले अब जानेकै गीत हो यो चाहिँ। यो डी स्केलमा चाहिँ हेर न हेर सृष्टिको सुन्दरता। यो चाहिँ डी स्केल हो। अब डी स्केलमा तपाईँले अब यसैलाई अब डी स्केल बजाउनु पर्यो भने चाहिँ अब जी प्राय मान्छेहरूले भन्दैन, तर यो चाहिँ तपाईँहरूले को लागि मैले भनिदिएको। अनि डी स्केल चाहिँ तपाईँले अब जी स्केलको पलाई सामानेर पनि बजाउन सक्नुहुन्छ। यहाँबाट पनि बजाउन सक्नुहुन्छ डी स्केल। अनि अन्तिममा चाहिँ अब 17वटा बाँसुरीमा डी सार्पको बाँसुरी। मैले यो डी सार्प ई अघि सुरुमै बजाइसकेको छु। यो चाहिँ डी सार्प हो तपाईँले पठाउन लागेको। मसँग के पो छैन न। अब यसको डी सार्प। अब डी सार्पको पलाई चाहिँ बी फ्ल्याट बज्छ। तपाईँले अब एडिन देवान सरको तपाईँले यो सरर सरर भन्नेको पिस यहाँबाट बजाउनु सक्नुभयो भने बजाउँदा यहाँबाट पनि बज्छ। अब यो डी सार्प हो। अब बी फ्ल्याट अघि मैले बजाएको थिएँ। अब बी फ्ल्याटमा बजाउँदा सालाई सामानेर बजाउँदा पनि बी फ्ल्याटमा पनि हुन्छ। बी फ्ल्याट बाँसुरी। डी सार्पको प चाहिँ बी फ्ल्याट बज्छ। अब यो बी फ्ल्याट ए सार्प है, हेर्नु ए सार्प। अब यसको सा यो तीनटा खोलेको, तीनटा बन्द गर्ने, तीनटा खोल्यो भने यसको प सा सेम बज्छ। म चाहिँ प्राय अब जैतुन छायामा बजाउँदाखेरि यो अलिकति ठुलो बाँसुरी बजाउन मलाई कम्फोर्टेबल लाग्छ। अनि त्यसको पिसहरू चाहिँ यसमा बजाउँछ।
बी फ्ल्याटलाई सालाई सा मानेर बजाउँदा अब डी सापको बाँसुरीमा यस्तो हुन्छ। ल सबै मैले यो हाम्रो मिलन सरको लागि चाहिँ मैले उहाँले चर्चमा बजाउनको लागि यो 17वटा बाँसुरी मिडियम सेट अर्डर गर्नुभएको। तपाईँले पठाउने सबै बाँसुरीहरू चाहिँ यसलाई चेक गरेको छु होइन। यसलाई चाहिँ यस्तो यो ब्यागमा हालेर पठाउँदैछु, बजाउनु होला। कहिलेकाहीँ अब त्यो टेक्निकहरू थाहा नहुँदाखेरि अलिक गाह्रो हुन्छ। त्यस्तो हुँदाखेरि मलाई मेसेज गर्नु होला। जसले यो भिडियो हेर्नु भएको छ कम्प्लिटमा तपाईँहरूले मेरो भिडियोलाई सेयर पनि गरिदिनुहोस्। यो मिडियम सेट चाहिँ मैले अमेरिका पठाउन लगाएको हाम्रो मिलन सरको लागि। लगभग यतिले पुग्छ। अब ठुलो सानो यसमा पर्छ। त्यही भएर मिलन सर थ्याङ्क यू भेरी मच मेरो बाँसुरी अर्डर गरिदिनु भएकोमा। प्रभुले तपाईँलाई पनि आशीर्वाद दिनुभएको होस्। जसले यो भिडियो हेर्नु भएको छ तपाईँहरूलाई पनि चाहियो भने चाहिँ 98 032 70 216 मा वाट्सएप अथवा भाइबरमा तपाईँले सम्पर्क गरेर अर्डर गर्न सक्नुहुनेछ है त। थ्याङ्क यू भेरी मच सर।